साथीहरू तपाईँ कता मै छ यता हामी छौँ आज भिरकुटी मण्डप सपिङको नयाँ ठेगानामा हाम्रो दाइले चाहिँ मही बेच्दै हुनुहुन्छ एकदमै चिसो मिठो राम्रो मही दाइ यो मही चाहिँ कस्तो छ भनिदिनु पर्यो यो साथीहरूलाई मही एकदम मिठो छ हामीले कुनै पनि क्रिम नकाटिकन दुध पाउडर एड नगरिकन बनाएको मही हो हेर्नु घिउ नै देखिन्छ यहाँ माथि माथि अलिअलि हो र घिउ नै हो घिउ हो कि मही हो अनि तपाईँ यो तर घिउ क्रिम नकाटेको घिउ दुधको मही हो यो घिउ पनि भन्नुहुन्छ मही पनि भन्नुहुन्छ तपाईँले अलिअलि यो हाम्रो डेरी भन्नाले मिल्क गार्डन फुड प्रोडक्ट कम्पनीमा चाहिँ हजुर घिउ निकाल्दैनौँ हामीले महीकै दही बन्छ त्यही दहीको चाहिँ मही बन्छ अनि यसरी बन्ने। अनि यहाँ सपिङमा चाहिँ आज लास्ट डे अफरहरू कस्तो छ अफरहरू पनि होला नि हामीले जम्मा 50 रुपियाँमा दिइरहेको छौँ हाम्रो स्टल चाहिँ 118 नम्बर स्टल हो हजुर। अनि तपाईँहरू त्यहाँ ग्रेनोलाहरू हामीले B2B मोडलमा जति पनि प्राइसिङ छ सबै पुरै डिस्काउन्टमा दिइरहेछौँ यो तपाईँको म्यानुफ्याक्चरिङ कम्पनी चाहिँ कहाँ हाम्रो कम्पनी कागेश्वरी मनोहरामा छ कृष्ण प्रणामी मन्दिरको छेउमा यो चाहिँ कुन कुन गाईको भैँसीको बाख्राको दुध गाईको गाईको यो प्रोडक्ट चाहिँ हाम्रो हाम्रो कम्पनीको नाम मिल्क गार्डन फुड प्रोडक्ट भन्ने वेबसाइट पनि छ वेबसाइटबाट पनि अर्डर गर्न सक्नुहुन्छ सेल्सबेरीमा पनि उपलब्ध छ बिग मार्टमा पनि उपलब्ध छ यो चाहिँ कतिको हेल्दी छ भन्नाले अब हेल्दी कुन कुनै एकदम ISO भेरिफाइड एक्स्ट्रा केही प्रिजर्भेटिभहरू केही पनि हालेको हुँदैन यसमा सब नेचुरल छ यसमा सो तपाईँलाई कुनै हेल्थ इस्यु छ भने एकदमै विश्वास गर्न सक्नुहुन्छ उहाँ भन्नुहुन्छ भेरिफाइड चाहिँ हुनुहुन्छ यो हेल्थ सम्बन्धी अथोराइज्ड म्यानुफ्याक्चरिङ भएको हुनाले उहाँले चाहिँ एकदम ढुक्कका साथ यदि तपाईँहरूको अर्ग्यानिक माटहरू छ त्यसपछि तपाईँहरूले चाहिँ कुनै नयाँ अर्ग्यानिक प्रोडक्टहरू बेच्न चाहनुहुन्छ भने पनि हामीले